नमस्कार। आज हामी नबिल बैंकका सीईओ मनोज ग्यावलीसँग सञ्जय सिलवाल गुप्ताले गर्नुभएको हालैको कुराकानीमा अलि गहिरिएर हेर्दैछौँ है त। खासमा नेपालको अहिलेको आर्थिक अवस्था अनि यो बैंकिङ क्षेत्र, उद्यमशीलताका अवसर, चुनौती यिनै विषयमा उहाँका विचारहरूलाई अलि सरल तरिकाले केलाउने हाम्रो प्रयास रहनेछ। हो र सुरुमै उहाँले एउटा निकै चाखलाग्दो अलिकति विरोधाभासपूर्ण चित्र प्रस्तुत गर्नुभएको छ नि, हैन? हो त, कस्तो विरोधाभास भन्नुस् न। एकातिर हेर्नुस् है, देशको मौद्रिक सूचकहरू मतलब मोनिटरी इन्डिकेटर्स असाध्यै राम्रो छ। विदेशी मुद्रा सञ्चितका अहिलेसम्मकै उच्च भन्नुभयो। 15 महिनाभन्दा बढीको आयात धान्ने रे। 15 महिना? त्यो त धेरै भयो। एकदम। अनि ब्याज दर पनि खै ऐतिहासिक रूपमै कम, लगभग 7.5% हाराहारीमा कर्जा पाइने अवस्था। ब्याङ्कहरूसँग पैसा लगानी गर्ने ठाउँ नपाएर मतलब 6-7 खर्बको तरलता थुप्रिएको छ। सुन्दा त सबै राम्रै राम्रो जस्तो, तर अर्को पाटो अन्ध्यारो छ। बजारमा माग नै छैन, कर्जा लिने मान्छे नै छैनन्। हो, पैसा छ, ब्याज सस्तो छ, तर लिन्न भन्छन् मान्छे। हो, त्यस्तै भयो। नयाँ व्यवसाय सुरु हुने त कुरै छाडौँ, चलेकाहरू पनि खुम्चिँदै छन्। यसको कारण चाहिँ अब राजनीतिक अस्थिरता, जवाबदेहिताको कमी, त्यसले गर्दा निराशा बढ्यो। अनि युवाहरू बाहिरिने क्रम त छँदैछ। रेमिटेन्स बढे पनि त्यो पैसाले बजार चलायमान बनाएन। अझ त्यसमाथि सहकारीको समस्याले बजारबाट पैसा झन सुक्यो। सहकारीको पैसा हराएको त होइन नि? होइन, उहाँले प्रश्न पार्नुभयो। पैसा हराएको होइन, तर ब्याङ्कमा थुप्रियो, बजारमा आएन। मान्छेको हातमा पैसा भएन। अर्थतन्त्रको रक्त सञ्चार नै रोकिए जस्तो भयो। अनि उहाँले त्यो कृषि प्रधान देशले चामल आयात गर्ने कुरा पनि भन्नुभयो क्या? भन्नुभयो। मान्छे निर्यात गर्ने, चामल आयात गर्ने, यो आफैमा विडम्बना हो। यो निराशाको कुरा गर्दा गर्दै ब्याङ्किङ पहुँच र प्रविधिमा चाहिँ फेरि ठुलै फड्को मारेको देखिन्छ नि, होइन र? बिल्कुल। उहाँले एउटा उदाहरण दिनुभयो। 40 वर्ष अघि उहाँको बुबाले पैसा पठाउन 4 घण्टा हिँडेर टिटी मतलब टेलिग्राम ट्रान्सफर गर्नु पर्थ्यो। 4 घण्टा? अहिले 30 सेकेन्डमा मोबाइलबाट जहाँ पनि पैसा। खाता खोल्न ब्याङ्क जानै नपर्ने, घरबाटै भिडियोबाटै VKYC हो। VKYC, भिडियो नो योर कस्टमर हो। त्यो आयो अनि सानोतिनो ऋण चाहिए, मोबाइलबाटै फोन लोन। नबिल ब्याङ्ककै 90% कारोबार डिजिटल छ रे। यो त ठुलो परिवर्तन हो नि। हो त। ब्याज दरको कुरा अघि पनि आयो। यति कम त पहिले कहिल्यै थिएन होला। थिएन। ऐतिहासिक अवसर नै हो यो। फेरि ब्याज दर घटबड हुन्छ कि भन्ने डर हुनेलाई करिब 9% मा स्थिर ब्याज दरमा पनि ऋण लिन पाइने। स्थिर ब्याज दर 9% मा? त्यो सुविधा पनि छ। पहिला त सोच्न पनि सकिन्न थियो। तर अब यो अवसर कतिले उपयोग गर्न सकिरहेका छन्, त्यो चाहिँ प्रश्न हो। पक्कै पनि अवसर छ, तर बजार सुस्त छ। यस्तो बेलामा नयाँ केही गर्न खोज्ने मतलब नव उद्यमीलाई उहाँको के सुझाव छ? उहाँको सुझाव एकदम व्यावहारिक छ। लहैलहैमा धेरै आशावादी भएर हतारमा हाम नफाल्नुस् भन्नुहुन्छ। पहिले बजार बुझ्नुहोस्, आफ्नो उद्योग, आफूलाई चाहिने सिप, प्रतिस्पर्धी को छन्, अनि मेरो युनिक सेलिङ पोइन्ट मतलब अरूभन्दा फरक के दिने, त्यो सबैको गहिरो अध्ययन र योजना बनाउनुहोस्। घर बनाउँदा नक्सा बनाए जस्तै? हो, ठ्याक्कै 3D नक्सा बनाए जस्तै व्यवसायको पूरा योजना अनि अनुभवी मान्छे, मेन्टरहरूसँग सल्लाह लिने। योजना राम्रो भयो, सल्लाह पनि पाइयो, तर व्यवसाय गर्ने वातावरण, नियम कानुन पनि त चाहियो नि, होइन? त्यसमा के भन्नुहुन्छ उहाँ? हो, त्यसमा पनि उहाँले महत्त्वपूर्ण कुरा उठाउनु भएको छ। पहिले ब्याङ्कहरूले कार्यशील पुँजी कर्जा दिँदा अनुगमन राम्रो नगर्दा दुरुपयोग भयो रे। त्यो त सुनिएकै हो। जसले गर्दा अर्थतन्त्रको तुलनामा कर्जाको अनुपात अस्वाभाविक बढ्यो। तर पछि राष्ट्र ब्याङ्कले 81 नियम कडा गर्दा इमान्दार व्यवसायलाई पनि गाह्रो भयो। भनेपछि सन्तुलन चाहियो, लचिलोपन र नियन्त्रण बीचको सन्तुलन। एकदम। नयाँ गभर्नरलाई उहाँको सुझाव पनि त्यही छ। उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने नीति चाहियो। ब्याङ्कले नाफा मात्र होइन, देशको अर्थतन्त्रमा योगदान पनि गर्नु पर्यो। अनि त्यो ब्याज दर र शुल्कमा धेरै नियन्त्रण गर्नु नहुने पनि भन्नुभयो क्यारे? भन्नुभयो। केन्द्रीय ब्याङ्कले धेरै सूक्ष्म व्यवस्थापन नगरोस् भन्ने उहाँको विचार। तर अनुशासन त चाहियो होला नि? फेरि ब्याङ्कलाई पनि व्यवसायलाई पनि चाहियो। एकदम चाहियो। दुवै पक्ष अनुशासित भए नियम आफै खुकुलो हुँदै जान्छ
भन्नुहुन्छ। मुख्य कुरा ऋण जुन कामका लागि लिएको हो त्यसमै प्रयोग होस्। अनि विदेशी लगानीको कुरा नि त्यो ल्याउन के गर्नु पर्ला? सम्मेलन मात्रै गरेर हुन्छ? खै सम्मेलन भन्दा पनि सहज वातावरण, कानुनी राज महत्त्वपूर्ण छ भन्ने उहाँको तर्क छ। पुराना लगानीकर्ताका नराम्रा अनुभव छन्, जस्तै स्ट्यान्डर्ड चार्टर्ड एन्ड सेल। पहिले उनीहरूको अनुभव सुधार्नु पर्यो। उहाँको आफ्नै यात्रा कस्तो रह्यो नि नोबेलमा? उहाँ कोभिडकै बेला आउनुभएको रहे, धेरै शङ्का थिए, तर त्यसलाई अवसरमा बदलेर छोटो समयमै सिइओ बन्नुभयो। अनि मर्जरको अनुभव नि नोबेल र एनबी ब्याङ्कको? मर्जरले क्षमता त बढ्छ, तर एकीकरण चुनौतीपूर्ण हुन्छ भन्ने अनुभव सुनाउनु भयो। अनि डिजिटल ब्याङ्किङ जति सजिलो छ त्यति नै ठगीको जोखिम पनि बढेकोमा सचेत गराउनु भयो। कस्तो ठगी? उपहार परेको, सस्तो सामान पाइने, विदेशमा जागिर लगाइदिने भनेर ओटिपी पासवर्ड कसैलाई नदिनुस् भन्नुहुन्छ। उहाँलाई आफैलाई नाइजेरियाबाट फिशिङ इमेल आएको घटना पनि सुनाउनु भयो। हो र? यो ठगी त गम्भीर कुरा हो। अझ कहिलेकाहीँ निर्दोष कर्मचारी पनि फस्छन् भन्छन् नि वित्तीय अपराधमा। यो एकदम संवेदनशील विषय। उहाँले ज्योति विकास ब्याङ्कमा हुँदाको अनुभव सुनाउँदै भन्नुभयो, अनुसन्धान गर्दा प्रक्रिया मात्र हेरेर भएन, कर्मचारीको नियत के थियो अनि त्यो पैसा अन्तिममा कसले केमा प्रयोग गर्यो भन्ने हेर्नुपर्छ, नत्र सही नियतले काम गर्ने पनि डराउँछन्। भनेपछि समग्रमा हेर्दा चुनौतीहरू त छन्, माग कम छ, नियमनका कुरा छन्, ठगी छ, तर आशा पनि छ। नीतिगत सुधार होला भन्ने छ, प्रविधि छ, अनि सबैले अनुशासन पालना गरे अवस्था सुध्रिन्छ भन्ने देखिन्छ। ग्यावालीजीको कुराले चुनौती र सम्भावना दुवै देखाएको छ। निष्कर्षमा अबको बाटो भनेको नीतिगत स्पष्टता, अनुशासन र प्रविधिको सही प्रयोग नै हो, हैन त? हो, त्यस्तै देखिन्छ। र अन्तमा श्रोताहरूलाई एउटा प्रश्न छोडौँ है त। ब्याङ्कमा यति धेरै पैसा थुप्रिएको, ब्याज दर यति सस्तो भएको यो अनौठो समयमा नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन परम्परागत सोचभन्दा बाहिर गएर कस्ता नयाँ, कस्ता प्रभावकारी आइडियाजहरूले चाहिँ साँच्चै फाइदा लिन सक्लान्, सोच्दै गर्नु होला।